हेलो नमस्ते। स्टुडेन्ट भिजामा कोरिया एप्लाई गर्दै हुनुहुन्छ अथवा गर्ने सोच बनाउनु भएको छ भने त्यो प्रोसेस के छ त स्टेप बाइ स्टेप यो भिडियोमा कुरा गरौँ है त। सबैभन्दा पहिला मेरो रिक्वेस्ट, स्टुडेन्ट भिजामा कोरिया आउने सोच बनाउनु भएको छ भने कोरियन भाषा क्लास जोइन गर्नु, किनकि कोरियन भाषा कोरियामा एकदमै महत्त्वपूर्ण छ। काम गर्नको लागि, पैसा कमाउनको लागि, लङ टर्म स्टेको लागि, यहाँको अपर्च्युनिटी ग्र्याब गर्नको लागि, जुनसुकै कुराको लागि फर्स्ट कोरियन भाषा जोइन गर्नुस्। सेकेन्ड आइएल्स गर्नुस्। एकाडेमिक डकुमेन्ट र आइएल्स त आफूसँग हुन पर्यो। अब हामी फर्स्टमा कन्सल्टेन्सी जान्छौँ। प्रोसेस के हो, स्टेप के हुन्छ, कति खर्च लाग्छ, कति टाइम लाग्छ, कसो कसो हो, हामीलाई गाइड गरिदिने युनिभर्सिटी के छ, सब्जेक्ट के छ भनेर बुझ्न हामी कन्सल्टेन्सीमा जान्छौँ। कन्सल्टेन्सीले त्यसपछि हामीलाई के भन्छ, ल डकुमेन्ट ल्याउनुहोस् हामी एप्लाई गरिदिन्छौँ भन्छ। कन्सल्टेन्सी भिजिट गर्नुभन्दा अगाडि हजुरले के बुझ्नु भन्दाखेरि कोरियामा मार्च र सेप्टेम्बर दुईटा इन्टेकमा एडमिसन खुल्छ। विशेष गरी यो मैले D2 भिजा, D2 कोड भिजा र ई भिजाको बारेमा कुरा गर्दैछु। D4 भिजा चाहिँ वर्षमा 4 पटक खुल्छ। D2 भिजा वर्षमा 2 पटक खुल्छ। मार्च र सेप्टेम्बर इन्टेक कम्तीमा पनि 3 महिना अगाडि हामीले त्यो डकुमेन्टहरू बुझाएर प्रोसेस सुरु गरिसकेको हुनुपर्छ, नभए सिट पाउन एकदमै गाह्रो छ, एडमिसन पाउन है। यो कुरा बुझिराख्नु। 6 महिना अगाडि नै एप्लाई गर्न मिल्छ। अब मार्च इन्टेक र सेप्टेम्बर दुईटा इन्टेक हुन्छ, त्यसमा 6 महिना अगाडि नै हामीले कन्सल्टेन्सी गएर डकुमेन्ट बुझाएर प्रोसेस सुरु गर्न सक्छौँ। अब सुरुमा कन्सल्टेन्सीले हामीसँग डकुमेन्ट माग्छ। के डकुमेन्ट माग्छ? एकाडेमिक सबै डकुमेन्ट चाहियो ग्रेजुएसन सम्मको, त्यसपछि आइएल्सको डकुमेन्ट चाहियो, अनि हामीलाई वान डे ब्यालेन्स पनि चाहिन्छ। $18,000 बराबरको एक दिन हाम्रो खातामा पैसा राखेर त्यो ब्यालेन्स सर्टिफिकेट झिक्नुपर्ने हुन्छ। अब यत्रो पैसा हामीसँग घरमा छैन भनेर आत्तिनु पर्दैन, यो काम कन्सल्टेन्सीले गरिदिन्छ। हाम्रो नाममा बैंकमा $18,000 बराबरको पैसा राखिदिन्छ, अनि हामीले ब्यालेन्स सर्टिफिकेट निकाल्छौँ। त्यो एक दिनको चार्ज कन्सल्टेन्सीले लिन्छ। अब खर्च कति लाग्छ भन्ने भिडियो मैले बनाइसकेको छु, त्यसमा मैले यो चार्जको बारेमा पनि कुरा गरेको छु। भिडियोको लिङ्क डिस्क्रिप्सन बक्समा छ। वान डे ब्यालेन्सको सर्टिफिकेट चाहियो, अनि हामीले वार्डबाट रिलेसनसिप डकुमेन्ट अनिवार्य बनाउनु पर्यो, जुनसुकै भिजाको लागि पनि। त्यसपछि भिजाको प्रकार अनुसार हामी कुन भिजाको लागि एप्लाई गर्दैछौँ, D4 अथवा कुन, त्यो अनुसार सिटिजनसिप, एड्रेस भेरिफिकेसनका कुरा, नोटरीका कुरा त्योहरू पर्छ है। इट डिपेन्ड्स अन विच टाइप अफ भिजा वी आर विलिङ टु अप्लाई है। अब हामीले डकुमेन्ट बुझायौँ। डकुमेन्ट बुझाइसकेपछि अब कन्सल्टेन्सीले के गर्छ, त्यो एडमिसन खुलेको बेलामा सुरुमै हाम्रो एडमिसन एप्लिकेसन फर्म भरिदिन्छ। कन्सल्टेन्सीले जब हाम्रो एडमिसन एप्लिकेसन फर्म भर्छ, त्यसपछि हाम्रो उताबाट इन्टरभ्यूको स्केड्युल प्रिपेयर हुन्छ। युनिभर्सिटीले स्टुडेन्टसँग इन्टरभ्यू लिन्छ, इन्टरभ्यूको स्केड्युल आउँछ, हामी इन्टरभ्यू फेस गर्छौँ। हामी इन्टरभ्यूमा पास भयौँ भने हाम्रो डकुमेन्टहरू कन्सल्टेन्सीले के गर्छ, कुरियर गरेर कोरिया पठाइदिन्छ। र कोरिया आएर यहाँको युनिभर्सिटीले डकुमेन्ट हेर्छ, अनि एक्सेप्ट भयो, इन्टरभ्यू पनि पास भयो, रिक्वायर्ड डकुमेन्टहरू कुरियर भएर युनिभर्सिटीमा पुग्यो भनेपछि अब के भयो, एडमिसन एक्सेप्ट भयो। त्यसपछि हामीलाई चाहिँ अफर लेटर जान्छ हैन। अफर लेटर आयो। अब अफर लेटर आइसकेपछि के भयो त, हामीले अब ट्युसन फी पे गर्न सक्यौँ। भनेको हाम्रो एडमिसनको लागि अब हामीले प्रोसेस अगाडि बढाउन सक्यौँ। र ट्युसन फी पे गर्नुभन्दा अगाडि हामीलाई के चाहियो, नो अब्जेक्सन सर्टिफिकेट चाहियो। एनओसी लेटर बनाउनु पर्यो शिक्षा मन्त्रालयबाट। हामी शिक्षा मन्त्रालय जान्छौँ। शिक्षा मन्त्रालय गएर नो अब्जेक्सन सर्टिफिकेट बनाउँछौँ, एनओसी बनाइसकेपछि हामी ट्युसन फी पे गर्छौँ। सेमेस्टरको एडमिसन फी र ट्युसन फी पे गर्छौँ। र अब हामीले एडमिसन र ट्युसन फी पे गरिसकेपछि हाम्रो जति पनि एकाडेमिक डकुमेन्टहरू छ, त्यो सबै एकाडेमिक डकुमेन्टहरू सम्बन्धित शिक्षा मन्त्रालय विभागमा गएर भेरिफाई गराउनु पर्छ। जस्तै एसई र +2 को डकुमेन्ट सानोतिमी भक्तपुर गएर, अनि ब्याचलरको मास्टरको डकुमेन्टहरू छ भने टियु को कार्यालय बल्खु कीर्तिपुर गएर हामी डकुमेन्ट भेरिफिकेसन गर्छौँ। त्यसपछि शिक्षा मन्त्रालय जान्छौँ, परराष्ट्र मन्त्रालयसम्म गएर हामीले हाम्रो डकुमेन्टहरू भेरिफाई गराउँदै आउँछौँ। र अन्तिममा हामीले सबै ठाउँबाट भेरिफाई गराइसकेपछि इमिग्रेसनमा यो भेरिफिकेसन एप्रुभ गरिदिनको लागि एम्बेसीमा हामीले डकुमेन्ट बुझाउनु पर्ने हुन्छ। र एम्बेसीमा हामीले डकुमेन्ट भेरिफिकेसनको लागि डेट लिएर हामीले बुझायौँ। डकुमेन्ट भेरिफाई भएर पनि आयो। अब डकुमेन्ट भेरिफिकेसन भएर आइसकेपछि हामी के गर्छौँ, मेडिकल गर्छौँ। अनि हाम्रो त अब यता सबै कुरा रेडी भइसकेको छ, सबैतिर डकुमेन्ट रेडी भयो, ट्युसन फी पनि पे गरेका छौँ, सबै भइसकेपछि अन्तिममा हामी भिजा लज गर्छौँ। अब भिजा लज गरिसके पछाडि 2 हप्तामा रिजल्ट आउँछ। भिजा लाग्ने नलाग्ने डिसिजन आउँछ। अब भिजा लागिसकेपछि हाम्रो फर्स्ट काम के हुन्छ, कन्सल्टेन्सीले हामीसँग चार्ज लिन्छ, सर्भिस चार्ज भनेर। कसैले सुरुमै इनिसियल प्रोसेसिङ चार्ज भनेर थोरै पैसा लिन्छ, कसैले एकमुष्ट रूपमा लास्टमा पैसा लिन्छ। भिजा लागिसकेपछि हामीले के गर्छौँ, कन्सल्टेन्सीले प्रोसेसिङ चार्ज दिन्छौँ। त्यसपछि हामी कहिले जाने त, ग्रुपमा हामी स्टुडेन्टहरू कन्सल्टेन्सीको थ्रुबाट आउँछौँ। कन्सल्टेन्सीले हाम्रो फ्लाइट टिकट काटिदिन्छ। अब फ्लाइट टिकट यहीले जाने भनेर कन्फर्म भइसकेपछि हामी सपिङ गर्छौँ। सपिङ गरिसकेपछि
हामीसँग फ्लाइट टिकट हुन्छ, कोरिया आउने सबै डकुमेन्टहरू कन्सल्टेन्सीले रेडी गरिदिएको हुन्छ। त्यो डकुमेन्टहरू लिएर हामी फाइनल्ली कोरियाको लागि टेक गर्न सक्छौँ। यसरी स्टुडेन्ट भिजामा कोरिया आउनको लागि डे 1 कन्सल्टेन्सी भिजिट गरेदेखि लास्टमा भिजा लाग्दासम्मको डिटेल प्रोसेस चाहिँ यो है त। यसमा चाहिँ कन्फ्युज नहुनु होला। हजुरलाई स्टुडेन्ट भिजा सम्बन्धी केही क्वेरीजहरू छ भने कमेन्ट गर्नु होला, अथवा मैले फेसबुकको प्रोफाइल लिंक राखिदिएको छु डिस्क्रिप्सन बक्समा, त्यहाँबाट मलाई फलो गरेर मेसेन्जरमा मेसेज गर्न सक्नुहुन्छ। कोरियामा स्टुडेन्टको 1 महिनाको खर्च कति हुन्छ लगायत स्टुडेन्टको लाइफको एक्सपिरियन्स सम्बन्धी मैले धेरै भिडियोहरू मेरो च्यानलमा बनाइसकेको छु। च्यानललाई फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला। हजुरको साथ र सपोर्टको लागि म एकदमै आभारी छु। हामी फेरि अर्को भिडियोमा भेटौँला। हस्त, थ्यांक यू।